विपक्षी बेन्चका मान्य सदस्यहरू कोही बोल्न चाहनुहुन्छ? म कसलाई समय दिउँ? धेरैजनाले उठाउनु भएको छ, कसलाई दिउँ? मान्य सदस्य पद्मा अर्याललाई 2 मिनेट समय दिन्छु, त्योभित्र आफ्नो कुरा राख्नुहोस्। सम्माननीय सभामुख महोदय, आज संसदमा आइरहँदा जे दृश्य संसदभित्र भइरहेको छ यस्तो हुन्छ भन्ने हामीले कल्पना गरेका थिएनौँ। हामी बाहिर एक खालको सरसल्लाह गरेर एउटा धारणा बनाएर पनि आएका थियौँ। सम्माननीय सभामुख महोदयले बिहान जुन खालको कार्यव्यवस्थाको बैठक राख्नुभयो र त्यहाँ निर्णय भयो, त्यहाँ निर्णय भएका कुरालाई कार्यान्वयन गर्ने सन्दर्भमा जुन इमान्दारिताका साथ प्रस्तुत हुन पर्थ्यो त्यो देखिएन। त्यो नदेखिसकेपछि विपक्षी तर्फका मान्य सांसदहरूले आफ्नो बारम्बारको जे आवाज हो त्यो आवाज यो सदनमा उठाइरहनु भएको छ। त्यसपछि यो सदन स्थगित गरियो। स्थगित गरे फेरि छलफलको निम्ति भित्र गइयो। भित्र गएर एक खालको सहमति भएपछि पनि त्यो सहमतिलाई यहाँ व्यक्त गर्ने भन्दा फेरि आफ्नै शैलीमा एक ढङ्गले ठेलेर लैजाने खालको जुन प्रवृत्ति हामीले देख्यौँ। सम्माननीय सभामुख महोदयलाई म हार्दिकतापूर्वक भन्न चाहन्छु, हामी सभामुख महोदय मार्फत यो संसद सञ्चालन गर्नको निम्ति सहमति र सहकार्यकै आधारमा चलौँ। हामीले बारम्बार यो कुरा दोहोऱ्याइरहेछौँ। तर सभामुख महोदयले हाम्रो यो जे खालको भावना हो त्यो भावनालाई कुल्चेको हामीले महसुस गरेका छौँ। नम्बर 1। नम्बर 2, अहिले पनि जे चिज भएको छ मैले स्मरण गराउन चाहन्छु। प्रतिपक्षीका सांसदहरू बोलिसकेपछि सत्तापक्षका सांसदहरूले पटकै पछि लड्कार्नु पर्ने। यो संसद भनेको प्रतिपक्षीको, यो संसद प्रतिपक्षीको हो। सरकारको भजन मात्रै गाउने, सरकारको प्रशंसा मात्रै गर्ने थलो होइन सभामुख महोदय। त्यसैले यो संसद मार्फत हामीले सरकारसित जवाफ माग्ने, सरकारसित आफ्नो कुरा राख्ने, सरकारलाई संसदप्रति उत्तरदायी बनाउने हाम्रो कर्तव्य हो। त्यही कर्तव्यलाई हामीले पुरा गरेर हामी बारम्बार यही चिज गरिरहेका छौँ सभामुख महोदय। तर लामो समयदेखि हामीले जे चिज उठायौँ आज त्यो चिजको जवाफ हामीले पाइरहेका छैनौँ। नपाउँदा पनि हामी धैर्यताका साथ बसिरहेका छौँ। काटिए पनि मैले अन्तिममा भन्न चाहन्छु, जुन कुरा सत्तापक्षका प्रमुख सचेतकज्यूले आज यो व्यक्त गर्नुभएको छ प्रतिबद्धताको रूपमा, त्यो प्रतिबद्धतालाई सभामुख महोदयको कुर्सीबाट रुलिङ होस्, म हार्दिक आग्रह गर्न चाहन्छु।